हेलो दर्शक नमस्ते सबैजना साथीहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज न्यू दिन न्यू ब्लग। आज सन्डेको दिन म त हजुरहरूलाई छोटो ब्लग लिएर आइपुगिसकेको छु। अनि गाइज छैन अब म चाहिँ यसो घुमघाम छ नि त अब यहाँनिर चाहिँ र अब आज चाहिँ भनेको सन्डेको दिन हो, मान्छेहरू कोही छैन, हेर्न सक्नुहुन्छ। नत्र यहाँ ट्याप्पै हुन्छ नि त मान्छेहरू, त्यही भएर चाहिँ म चाहिँ आज तपाईँहरूसँग चाहिँ भेट गरौँ भनेर चाहिँ म भिडियोबाट म आइपुगिसकेको छु गाइज होइन। अनि यहाँ चाहिँ पुरा यता पछाडि चाहिँ पुरा सिम कुखुराहरू पुरा चरिरहेको हुन्छ होइन, यहाँ आइरहेको हुन्छ। बिहान बिहान चाहिँ पुरै अब सिम कुखुराहरू पुरा चरेको अवस्था हुन्छ होइन। अनि म चाहिँ अब तपाईँहरूलाई मैले सानो धेरै दिनपछि सानो ब्लग चाहिँ स्टार्ट गर्दैछु होइन। तपाईँहरूले हेर्नु होला, मन पराएर हेरिदिनु होला होइन। अनि यहाँ चाहिँ यताको सिम चाहिँ यस्तो छ होइन। अनि म चाहिँ यहाँ भित्रै हिँड्दैछु। मेरो भ्लग नल्याएको मैले धेरै दिन भयो नि त। अनि धेरै दिन भएर चाहिँ अब भ्लग ल्याऊँ भनेर चाहिँ पहिलेदेखि नै मैले सोचेको थिएँ होइन। अनि आज चाहिँ मेरो पुरा भयो होइन। अब धेरै दिनपछिको भ्लग म चाहिँ आज अपलोड गर्दैछु गाइजहरू होइन। सबैजना साथीहरूले चाहिँ आएर हेरिदिनु होला। मेरो भ्लग छोटै हुन्छ जहिले पनि होइन। अनि तपाईँहरूले चाहिँ आएर चाहिँ ठक्कै हेरिदिनु होला। अनि कमेन्ट गरिदिनु होला कताबाट हेर्दै हुनुहुन्छ होइन। अनि टक्क अब यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। अब यहाँनिर अस्ति त 2टा कुखुरा थियो, वन कुखुरा। अब नेपालमा चाहिँ कालिज भन्छ होइन। अनि 2टा थियो। अब आज चाहिँ देखेको छैन, तर बिहान चाहिँ पुरा बासिरहेको हुन्छ होइन। अनि तपाईँहरूले अब यहाँनिर मेरो पछाडि फुल देख्नु सक्नुहुन्छ है त, पुरा फुलहरू फुलिरहेको छ होइन। अनि यहाँ चाहिँ अब हामी चाहिँ यहाँ अब आएको यहाँ चाहिँ घरहरू चाहिँ टाढा छ नि त गाइजहरू होइन। अनि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ त्यत्रो ट्याङ्कीमा चाहिँ पुरा तेलहरू पुरा जामिरहेको हुन्छ होइन, फोहोरहरू हुन्छ होइन। अनि यहाँहरू मान्छेहरूले काम गरिरहेको हुन्छ गाइजहरू। अब यहाँ चाहिँ मिसिन चल्छ, धेरै जस्तो मिसिन चल्दाखेरि चाहिँ पुरै अब यहाँ चाहिँ पुरै रमाइलो नै भइरहेको, हल्ला भइरहेको हुन्छ। अनि आज सन्डेको दिन चाहिँ म ठक्क अब तपाईँहरूसँग चाहिँ रमाइलो गर्नुको लागि सानो ब्लग खिचौँ भनेर चाहिँ आइपुगिसकेको छु गाइजहरू होइन। तपाईँहरूले अब मन पराइदिनुहुन्छ होला। अनि गाइजहरू यस्तै छ होइन। यहाँ चाहिँ अब यहाँ पतिर चाहिँ भनेको होइन, आफै यहाँ चाहिँ पुरा हावा फ्याल्छ होइन। अनि डराउने मान्छेहरू त पुरै डराइरहेको हुन्छ नि त। अनि पुरा डराउने मान्छेहरू त पुरै अब के भएर के कराएर छस गर्छ नि त। त्यही भएर चाहिँ यहाँ डराउनु होइन। अनि अब हामी चाहिँ अब छुट्टीको दिन त अब हल्का भ्लग त ल्याउनै पर्ने हुन्छ होइन। धेरै दिन पनि भयो अब भ्लग खिच्ने ल्याउने होइन, अपलोड गर्ने। अरू दिन चाहिँ मैले धेरै नभ्याएर चाहिँ अब टाइम निकाल्नु नि गाह्रो भइरहेछ गाइजहरू होइन। तर केही छैन, अब आज म अपलोड गर्छु होला, तपाईँहरूले चाहिँ हेरिदिनु होला। मैले अपलोड नगरेको नि धेरै लङ भिडियो चाहिँ मैले चाहिँ धेरै महिना भइसक्यो गाइजहरू होइन। तपाईँहरूको लागि अब तपाईँहरूले मन पराइदिनुहुन्छ होला भनेर म चाहिँ आशा गरेको छु होइन। पुरा बानी पनि हराइसकेको छ गाइजहरू होइन। अब यस्तो छ यहाँ गाइजहरू होइन। यता पछाडि पुरै यहाँ चाहिँ पुरै यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ पुरै अब यहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। पुरा ट्याङ्कीहरू पुरा यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, पुरा ठुल्ठुलो छ नि त। अनि रमाइलो नै भइरहेको छ। अबको दिनहरूमा चाहिँ म चाहिँ तपाईँहरूलाई भ्लग निकै धेरै ल्याउने कोसिस गरिरहेको छु गाइजहरू होइन। तपाईँहरूले अब कस्तो लाग्छ मेरो छोटो भ्लग हुन्छ, तपाईँहरूले चाहिँ फुल वाच गरिदिनु होला। अनि भन्दै म यो मेरो भ्लग यहीँ टुङ्गाउन चाहन्छु। हस् त, नमस्ते, बाई।